नमस्कार सबैजनालाई। आज पनि न्यू इपिएस टपिक बुकको युनिट 31 को मिनिङ लिएर आएको छु। यसको हेडलाइन रहेको छ फोक्जाङ वा खुन्मु थेदो भन्ने रहेको छ। पोशाक र कार्यशैली भन्ने यसको टपिक रहेको छ। अब ढिलो नगरी मिनिङ वाचन गर्न गइरहेको छु। फोक्जाङ भनेको वेशभूषा पोशाक, फोक्जाङ भनेको वेशभूषा पोशाक, खुन्मु भनेको काम ड्युटी, खुन्मु भनेको काम ड्युटी, थेदो भनेको व्यवहार मनोवृत्ति, थेदो भनेको व्यवहार मनोवृत्ति, हाङसाङ भनेको सधैँ, हाङसाङ भनेको सधैँ, नोलसङ सिलाता भनेको इमान्दार हुनु, विश्वासयोग्य हुनु, खाम्सा आधा भनेको धन्यवाद दिनु, खाम्सा आधा धन्यवाद दिनु, थेदो भनेको व्यवहार, खुन्मु भनेको काम ड्युटी, फोक्जाङ भनेको वेशभूषा पोशाक, खाम्सा आधा धन्यवाद दिनु, खाम्सा आधा धन्यवाद दिनु, एर्सिमी भनेको मेहनतपूर्वक, एर्सिमी भनेको मेहनतपूर्वक, छागपबोक भनेको काम गर्दा लाउने पोसाक, छागपबोक भनेको काम गर्दा लाउने पोसाक, युनिफर्म भनेको युनिफर्म, छङजाङ भनेको औपचारिक पोसाक, छङजाङ भनेको औपचारिक पोसाक, याङबुक भनेको कोट प्यान्ट, याङबुक भनेको कोट प्यान्ट सुट, खारा इब्दा भनेको लुगा फेर्नु, खारा इब्दा भनेको लुगा फेर्नु, लुगा बदल्नु, फत्ता भनेको खोल्नु फुकाल्नु, फत्ता खोल्नु फुकाल्नु, थान्चुरुल छामखुदा, थान्चुरुल छामखुदा भनेको बटन लगाउनु, थान्चुरुल छामखुदा भनेको बटन लगाउनु, थान्चुरुल फुल्दा भनेको बटन खोल्नु, थान्चुरुल फुल्दा भनेको बटन खोल्नु, छिफरुल ओल्लिदा भनेको जिप लगाउनु, छिफरुल ओल्लिदा भनेको जिप लगाउनु, छिफरुल नेरिदा भनेको जिपर खोल्नु, नेक्थाइरुल मेदा भनेको टाई लगाउनु, नेक्थाइरुल मेदा भनेको टाई लगाउनु, नेक्थाइरुल फुल्दा भनेको टाई खोल्नु, नेक्थाइरुल फुल्दा भनेको टाई खोल्नु, थान्जङ हादा भनेको चिटिकाउनु, थान्जङ हादा भनेको चिटिकाउनु, से भनेको नयाँ, से भनेको नयाँ, से भनेको नयाँ, एजन भनेको पहिलेको समय, एजन भनेको पहिलेको समय, खुरता भनेको त्यस्तै हुनु, खुरता भनेको त्यस्तै हुनु, छागा बाधा भनेको काम गर्नु, छागा बाधा भनेको काम गर्नु, आन्जन आधा सुरक्षित हुनु, आन्जन आधा सुरक्षित हुनु, एकसोक हे जिदा भनेको बानी पर्नु, सिपाली हुनु, सिपालु हुनु, एकसोक हे जिदा भनेको बानी पर्नु, सिपालु हुनु, एन्गेल हादा भनेको जोड्नु, एन्गेल हादा जोड्नु, हेङयुङसा भनेको विशेषण, हेङयुङसा भनेको विशेषण, फोइदा देखिनु, साङ्थे भनेको अवस्था, साङ्थे भनेको अवस्था, नुक्के जिदा भनेको महसुस गर्नु, नुक्के जुदा भनेको महसुस गर्नु, छिमजाक थोइम भनेको अनुमान गर्नु, अन्दाज गर्नु, छिमचाक थोइन भनेको अनुमान गर्नु, अन्दाज गर्नु, नाथानेदा भनेको जनाउनु देखाउनु, नाथानेन्दा भनेको जनाउनु देखाउनु, सङ्केत गर्नु, फुलफेन आधा भनेको असजिलो हुनु, फुलफेन आधा भनेको असजिलो हुनु, फिरो आधा भनेको आवश्यक हुनु, फिरो आधा भनेको आवश्यक हुनु, वानसङ आधा भनेको सम्पन्न गर्नु, पुरा गर्नु, वानसङ आधा सम्पन्न गर्नु, पुरा गर्नु, खिबुन भनेको मनमुड, मनोभाव, फुलकोकी भनेको गोरुको मासु, फुलकोकी भनेको गोरुको मासु, नल्दा भनेको फराकिलो हुनु, नल्दा भनेको फराकिलो हुनु, छाक्ता भनेको सानो हुनु, आफुदा दुख्नु बिरामी, आफुदा भनेको दुख्नु बिरामी हुनु, खेनचन्दा भनेको ठिक हुनु, खेनचन्दा ठिकै छ ठिक हुनु, खाबिब्दा भनेको हल्का हुनु, छेसी थोइदा भनेको गरिनु, छेसी थोइदा प्रस्तुत गरिनु, फ्योन भनेको अभिव्यक्ति, वारिङ हादा भनेको प्रयोग गर्नु, वारिङ हादा प्रयोग गर्नु, उपयोग गर्नु, फलान्सेक भनेको निलो रङ, मादा भनेको मादी भनेको अक्षर शब्द, फारुङ मादा भनेको उच्चारण गर्नु, छाङ्गे भनेको ध्वनि अवरोध, फारुम हादा उच्चारण गर्नु, एविगा इत्ता भनेको शिष्टाचार हुनु, एविगा अब्ता भनेको शिष्टाचार नभएको हुनु,
फान्मानुल हादा भनेको औपचारिक रूपमा बोल्नु, फान्मानुल हादा भनेको औपचारिक अनौपचारिक रूपमा बोल्नु। छोन्देत माल उल हादा, छोन्देत मारुल हादा भनेको औपचारिक रूपमा बोल्नु, छोन्देत मारुल हादा भनेको औपचारिक रूपमा बोल्नु। छिन्जाङ छिन्छाङ हादा भनेको प्रशंसा गर्नु, छिन्छाङ हादा प्रशंसा गर्नु। छोनजुङ हादा भनेको आदर गर्नु, सम्मान गर्नु, छोनजुङ हादा आदर गर्नु, सम्मान गर्नु। खोङसङ खोङजङ खोङजङ जक इदा, खोङजङ जक इदा भनेको सकारात्मक हुनु, खोङजङ जक इदा भनेको सकारात्मक हुनु। फोजङ जक इदा भनेको नकारात्मक हुनु, फोजङ जक इदा भनेको नकारात्मक हुनु। हाम्बुरो हादा भनेको हचुवा व्यवहार गर्नु, हाम्बुरो हादा भनेको लापरवाही गर्नु, हाम्बुरो हादा भनेको लापरवाही गर्नु। फेरुल जुदा हानि पुर्याउनु, फिहेरुल जुदा हानि पुर्याउनु, क्षति पुर्याउनु, असर पुर्याउनु। फेरुल जुदा भनेको हानि पुर्याउनु, क्षति पुर्याउनु, असर पुर्याउनु। मुसी हादा भनेको व्यवस्था गर्नु, मुसी हादा व्यवस्था गर्नु। फुल्के हादा बेखुसी हुनु, असन्तुष्ट हुनु, फुल्के हादा बेखुसी हुनु, असन्तुष्ट हुनु। सरू भनेको नयाँ, सरू भनेको नयाँ। उइगन भनेको विचार सुझाव, उइगन भनेको विचार सुझाव राय। साइङ हादा परे गर्नु, साइङ हादा परे गर्नु। खोङजाङ भनेको कारखाना, खोङजाङ कारखाना। खोङजाङ भनेको कारखाना प्रमुख प्रबन्धक, खोङजाङ भनेको कारखाना प्रमुख प्रबन्धक। थाइङ भनेको भाग्यवश भाग्यशाली धन्न, थाइङ भनेको भाग्यवश भाग्यशाली, थाइङ भनेको भाग्यशाली। छाम भनेको वास्तवमै साँच्चै, छाम भनेको वास्तवमै साँच्चै। आफुरु भनेको अगाडि भविष्यमा, आफुरु भनेको अगाडि भविष्यमा। चाल्के भनेको छोटकरीमा छोटो हुने गरी, चाल्के भनेको छोटो हुने गरी। छिचो बुन हादा, छिचो बुन हादा भनेको फोहोरी हुनु, छिचो बुन हादा भनेको फोहोरी हुनु। माछिता भनेको सकाउनु, समाप्त पार्नु, माछिता सकाउनु, समाप्त पार्नु। थोजागाता आइपुग्नु, थोजागाता आइपुग्नु। थकबुन इयो कसैको कारण धन्यवाद, थकबुन इयो तपाईँ कसैको कारण धन्यवाद। थकबुन इयो भनेको कसैको कारणले धन्यवाद गर्दाखेरि चाहिँ थकबुन इयोको प्रयोग गरिन्छ। मुल्लोन भनेको पक्कै पनि अवश्य पनि, मुल्लोन भनेको पक्कै पनि अवश्य पनि। हुफे भनेको जुनियर, हुफे भनेको जुनियर। यो चाहिँ पद अथवा पेसाको उसमा चाहिँ हुफे प्रयोग गरिन्छ। छोन्देत माल भनेको आदरपूर्वक भाषा, छोन्देत माल भनेको आदरपूर्वक भाषा, छोन्देत माल आदरपूर्वक भाषा। फारामजिक हादा भनेको चाहना योग्य हुनु, फारामजिक हादा भनेको चाहना योग्य उपयुक्त मनपर्दो हुनु, फारामजिक हादा भनेको मनपर्दो उपयुक्त हुनु। छङजुङ हादा भनेको शिष्ट हुनु, सभ्य हुनु, नम्र हुनु, छङजुङ हादा भनेको शिष्ट हुनु, सभ्य हुनु। साङदेफाम भनेको विपक्ष, अर्को पक्ष प्रतिपक्ष, साङदेफाङ भनेको अर्को पक्ष विपक्ष प्रतिपक्ष। छिनगुन हाम भनेको आत्मीयता निकटता, छिनगुन हाम भनेको आत्मीयता निकटता। ओइमो भनेको बाहिरी रूप, ओइमो भनेको बाहिरी रूप। औलिदा भनेको सुहाउनु मेलखानु, औलिदा भनेको सुहाउनु मेलखानु। छिङछान भनेको प्रशंसा, छिङछाङ भनेको प्रशंसा। छिकबुई भनेको पद, छिकबुई भनेको पद, छिकबुई भनेको पद। छिकछिक भनेको पदको जिम्मेवारी, छिकछिक भनेको पदको जिम्मेवारी। होजिङ भनेको उपाधि सम्बोधन, होजिङ भनेको उपाधि सम्बोधन। थिमजाङनिम भनेको टोली प्रमुख, थिमजाङनिम भनेको टोली प्रमुख आदरसहित। थिङजाङनिम भनेको टोली प्रमुख हो। यो चाहिँ खुबुन भनेको खण्डभाग, खुबुन भनेको खण्डभाग। ओल्फारुन भनेको सही उपयुक्त, ओल्फारुन भनेको सही उपयुक्त। छिनगुन हाम भनेको मित्रता नजिकपन, छिनगुन हाम भनेको नजिकपन मित्रता। खाजोक होजिङ भनेको परिवारका सम्बोधन, खाजोक होजिङ भनेको परिवारका सम्बोधन। छिम्जा खाता भनेको अनुमान गर्नु, छिम्जा खाता भनेको अनुमान गर्नु। फान्दन हादा भनेको निर्णय गर्नु, फान्दन हादा निर्णय गर्नु। मादुसी मधुजी।
हस् त आजलाई युनिट 21 को मिनिङ 31 को मिनिङ यही समाप्त गर्दछु। नेक्स्ट टाइम युनिट 32 को मिनिङ लिएर आउनेछु भन्दै आजलाई बिदा चाहन्छु। हस्त धन्यवाद।